आज चाहिँ मामा घरको कौसीमा के फलेको छ म देखाउन गइरहेको छु। टमाटर यस्तो मजाले फलिरहेको छ। यो टमाटर अलि मेरो मोबाइल क्लियर आएन। यहाँ टमाटर फलिरहेको छ यस्तो मजाले। र टमाटरकै उसमा चाहिँ टमाटर रोपेकै ठाउँ यस्तो मजाले कागती पनि फलेको छ है। कागती चाहिँ अब दसैँतिर भन्दा पनि भदौमै मजाले पहेँलै हुन्छ होला। यस्तो मजाले फलेको छ। झुसिल किरा चाहिँ यिनीहरूले चाहिँ पुरै पात खाएर दुस्तो बनाउँछन्। पातहरू खाने टमाटर यस्तो मजाले फलेको छ। र अर्को भनेको चाहिँ ड्र्यागन फ्रुट। यो चाहिँ कौसीमै हो होइन, कौसीमै फलेको छ। यो चाहिँ ड्र्यागन फ्रुट। यो चाहिँ पत्ता पहिला चिचिला लाएर पत्ता भएर यो पत्ता फालिसकेपछि यस्तो भएको। अर्को चाहिँ यत्रो भएको छ। यो रातो भएपछि चिचिलाहरू टन्नै लाग्छ। तर यो ड्र्यागन फ्रुट चाहिँ पानी पर्ने मौसममा भएर होला एकदम धेरै फुलहरू चाहिँ सबै हुने के सबै पानीले खाइदिने यस्तो मजाले फलेको छ। ड्र्यागन फ्रुट चाहिँ चिचिला मजाले हालेको छ। अनि अर्को भनेको यो चाहिँ सिमीको बोट हो। सिमीको बोटमा चाहिँ अलिअलि किराले खाने एकदम किराले खाने सिमी फलेको छ। सिमी फलेको छ मजाले। अर्को भनेको फर्सीको मुन्टा। यस्तो मजाले लहलगाउँदो फर्सीको मुन्टा यस्तो मजाले फलेको छ। यो चाहिँ झुसिमीको फुल हो। यो चाहिँ लहरे आँप हो। यो लहरे आँप पनि यस्तो मजाले फलेको छ। तर अब किराले खाने भएर चाहिँ यो औषधि पनि राखिदिएको छ। यो चाहिँ लहरे आँप है, लहरे आँप फलेको छ। र अर्को भनेको यो चाहिँ लट्टेको साग हो। यो चाहिँ लट्टेको साग टिपेको छ। टिपिसकेपछि यस्तो भएर यो लट्टेको साग हो। अनि यो चाहिँ सयपत्री फुल। यो चाहिँ अलि अगाडि नै भएको भएर यस्तो मजाले यत्रो ठुलो झाङ भएको छ। दसैँमा तिहारमा फुलहरूको लागि आवश्यकता परेमा यो चाहिन्छ। र रहेको छ यो चाहिँ लौका। यो चाहिँ लौका हो। लौका यति सानोमा चिचिला तर लौकाको यो चाहिँ पातो किराले खाने के एकदम धेरै लौका हो। यो चाहिँ यो अर्को भनेको चाहिँ अम्बा चाहिँ मजाले नै फलेको छ। अम्बा मजाले फलेको छ। यो चाहिँ कौसीबाटै टिप्न मिल्छ। यो चाहिँ तल छ कौसीमा आएको हो। यो चाहिँ र तितेपाती जस्तो लाग्यो मलाई। यो तितेपाती पनि रोप्नु भएको रहेछ। आमाले रोप्नु भएको होला। तितेपाती चाहिँ एकदम के औषधिको लागि उपयोगी हुन्छ। तितेपातीको झाङ पनि ठुलो भएर चाहिँ तितेपाती हो कि तितेपाती नै हो। तितेपाती नै हो। यो यस्तो ठुलो झाङ छ। यो चाहिँ प्लान्ट हो। यो चाहिँ स्नेक प्लान्ट यस्तो मजाले यस्तो राम्रो भएको छ। यो पनि अर्को प्लान्ट हो। यो इन्डोर प्लान्ट। यो चाहिँ राम्रो भएको। यो चाहिँ घिउकुमारी यस्तो राम्रो भएको। र यो चाहिँ भिक्स रहेछ। यो चाहिँ भिक्सको पात रहेछ। यसलाई के पो भन्थे, यसलाई चाहिँ भिक्स रहेछ। यो चाहिँ बिहान पानीमा हालेर खाने भयो, सुकाएर के गर्दा पनि भयो। यो चाहिँ भिक्सको बोट। यो भिक्स र भिक्स सँगसँगै यहाँ फुलेको छ कस्तो राम्रो फुल। तर धमिलो आयो मेरोमा। र यति नै रहेको छ मामा घरको कौसीमा फुलेको र फलेको सामग्रीहरू।